नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। आज हामी कम्पेयर गर्न गइरहेका छौँ दुईवटा दमदार क्रुजर बाइक रोयल इनफिल्ड 350 र होन्डा सिबी 350। तर कुरा के हो भने कुन बाइक लिँदा ठिक होला। आज हामी डिजाइन, इन्जिन पर्फर्मेन्स, कम्फर्टेबल, स्पेसिफिकेसन, माइलेज, फिचर र प्राइस यी सबै कुरालाई डिटेल्समा बुझ्नेछौँ। सबैभन्दा पहिला डिजाइनको कुरा गरौँ। रोयल इनफिल्ड एउटा रेट्रो क्लासिक बाइक हो जसको चाहिँ मेटल बडी र राउन्ड हेडल्याम्प, लङ हिस्टोरिक र आइकोनिक लुक। रोडमा हिँड्दा यो बाइकले छुट्टै प्रेजेन्स दिन्छ। अर्कोतिर होन्डा सिबी 350 मोडर्न रेट्रो डिजाइनमा आउँछ जसको चाहिँ एलइडी हेडलाइट, प्रिमियम फिनिसिङ र स्टाइलिस ट्याङ्क डिजाइनमा आउँछ। दुईटामा कम्पेयर गर्न पर्दा डिजाइनको कुरामा प्योर क्लासिक चाहिँ बुलेट भयो, मोडर्न लुक चाहिएको छ भने होन्डा सिबी 50 ठिक हुन्छ। इन्जिन र पर्फर्मेन्सको कुरा गर्नुपर्दा रोयल इनफिल्डको 350cc र त्यसको पावर आउटपुट चाहिँ 20.2 bhp र त्यसको टर्क चाहिँ 27 न्युटन मिटरको टर्क जेनेरेट गर्छ भने यसको चाहिँ गियरबक्स 5 स्पिड गियरबक्स हुनेछ। र होन्डा सिबी 350 को कुरा गर्नुपर्दा यसको नि 350cc इन्जिन र यसको पावरको कुरा गर्नुपर्दा यसले चाहिँ 20.8 bhp को पावर निकाल्छ भने यसको टर्क चाहिँ 30 न्युटन मिटरको टर्क जसको चाहिँ बुलेट भन्दा 3 न्युटन मिटर टर्कले धेरै छ। अब यसको गियरबक्सको कुरा गर्नुपर्दा यो नि 5 स्पिड गियरबक्स नै आउँछ। होन्डा भनेको एउटा रिफाइन इन्जिन र कम भाइब्रेसनलाई फोकस गरेर बनाएको एउटा बाइक हो। हजुरलाई स्मुथ र रिफाइन चाहिन्छ भने होन्डा इज बेस्ट अप्सन। क्लासिक फिल र साउन्ड चाहिन्छ भने बुलेट इज बेस्ट अप्सन। राइड क्वालिटी र कम्फर्टको कुरा नपर्दा रोयल इनफिल्ड 350 हेभी वेट हुनको लागि राम्रो स्टेबिलिटी दिन्छ भने सफ्ट सिट हुनाले लङ राइड कम्फर्टेबल हुन जान्छ। हाइवे क्रुजिङमा नि मजा आउँछ। होन्डा सिबी 350 को कुरा नपर्दा लाइट वेट हुनाले इजी ह्यान्डलिङ र सिटीमा नि कम्फर्टेबली चलाउन मिल्छ। होन्डाको सस्पेन्सन पनि स्मुथ हुने गर्छ। लङ हाइवे राइड हिँड्नुहुन्छ भने बुलेट लिँदा राम्रो हुन्छ। सिटी र डेली युजमा जानुहुन्छ भने होन्डा सिबी 350 राम्रो। रोयल इनफिल्डको माइलेजको कुरा नपर्दा हजुरको रोयल इनफिल्डले 35 to 40 किलोमिटरको माइलेज दिन्छ भने होन्डा सिबी 350 ले 40 to 45 को माइलेज दिन्छ। होन्डा अलि फ्युल इफिसियन्ट हुनको कारणले सिटी युजमा नि होन्डा राम्रो मानिन्छ। अब इम्पोर्टेन्ट स्पेसिफिकेसनको कम्पेयर गर्नुपर्दा रोयल इनफिल्डको वेट चाहिँ 195 केजी हो भने यसको फ्युल ट्याङ्क क्यापेसिटी 13.5 लिटर ट्याङ्क हो। डुअल डिस्क विथ एबिएस सित आउँछ। होन्डा सिबी 350 को कुरा नपर्दा यसको वेट 181 केजी हो भने यसको फ्युल ट्याङ्क क्यापेसिटी 15 लिटर र यसको ब्रेकिङमा डुअल डिस्क विथ एबिएस नै आउँछ। होन्डा हल्का छ र ट्याङ्क क्यापेसिटी नि होन्डाको राम्रो छ, त्यसैले लङ राइडमा फुल स्टक लिन पर्दैन। अब प्राइस र मेन्टेनेन्सको कुरा गर्नुपर्दा रोयल इनफिल्ड 350 को प्राइसको कुरा गर्नुपर्दा रोयल इनफिल्ड अलिक अफोर्डेबल हुन्छ र मेन्टेन गर्न नि मोडरेट हुन्छ। होन्डा सिबी 350 को कुरा गर्नुपर्दा प्राइस धेरै नै हाई छ, मेन्टेन भने कम झन्झटिलो हुन जान्छ। होन्डा रिलायबल हुन्छ भने बुलेटमा मेन्टेनेन्सलाई धेरै ध्यान दिनुपर्छ। अब फाइनल कुरा गर्नुपर्दा हजुरसित धेरै पैसा छ भने हजुर होन्डातिर जान सक्नुहुन्छ। हजुरसित कम बजेट छ भने हजुर बुलेटतिर जान सक्नुहुन्छ। यस्तै यस्तै कन्टेन्टको लागि लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुहोला। धन्यवाद।